हेलो हेलो गुड मर्निङ सबैजनालाई वेलकम टु ब्याक माई युट्युब च्यानल। हजुरहरू सन्चै हुनुहुन्छ? म पनि एकदम सन्चै छु। आज साथीहरूसँग घुम्नको लागि कुलीखानी उता जाँदैछु है। यहाँ सबै जम्मा हुँदैछ, फोन गरेर बोलाउँदैछ। हामी कतै सातवटा बाइक, हामी 11 जना छ हैन टोटली। आज फुल इन्जोय फुल रमाइलो हुन्छ। कस्तो हुन्छ मेरो भिडियोहरू लाइक र कमेन्ट सब्स्क्राइब गरिदिनु होला। ल स्टार्ट है, सबैजना हिँड ल, सबैजना हिँड को जाने तिमी सिंगल हिँड है, सिंगल सिंगल। ल मेरो बाइक यहाँ छ है, घुम्न नजानलाई सक्छ है सबै। क्या भयो यहाँबाट त क्यामेरा होला, बिस्तारै जाउँ है यहाँ स्पिडमा। होइन ल ल ओ भाइ, ए देखिरहेछ ल ल अड्दैन ल ल। हेलो गाइज, हामी हिँडेको है मगलबाट फाइनली लास्ट सबैजना। मगलबाट हिँड्यो हामी कुलीखानी हो, कुलीखानी आज पौडी खेल्न जाने हो। बिस्तारै जाऊ है, क्यामेरा हुन्छ नि फेरि। सबैजनालाई यहाँ त चेकिङ रहेछ, बिरे भागेछ है। गाह्रो हुन्छ नि त त्यो क्यामेरा यहाँ बस्नु त। ल दुई ठाउँ हुन्छ नि भन्छ, कुनै बेला त दुई ठाउँ हुन्छ। एनएस आएन नि त, एनएस आएन नि त।
तेल हाल्नुपर्छ अब हामी यहाँ तेल हाल्छौँ हामीले मलाई तेल हाल्दिनु है हजुर भएर खोइ त बिरे खोइ त बिरे ए त्यो त्यस्तो तेल छ के गएर आउँ पुग्दैन किन पुग्दैन मजाले त्यो लागि भन्दा दुवैजनाले हाल्नुपर्छ यसमा पनि मामाबाट गइसक्यो त्यहाँ चेकिङमा लतै भागेको थियो मामा फेरि यस्तो फर्केर फेरि बिस्तारै आउँछ ल त्यो अब बिरे 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 लखान गएको नि ट्राफिक तेरो नदेखा स्टल नदेखा भन्दाखेरि मासुलाई लखान गएको अहिले प्रायः त्यहाँनिर बस्छ हुन्छ के हो त्यो खोलेर जानु पर्दैन मात्र भयो होइन हजारको तेल कति आउँछ र एउटा साथी स्कुलमा परेको छ सबै हिँड्यो होइन सबै हिँड्यो होइन सबैजना
40 भन्दा स्पिडै छ नि यता उता पट्टि क्यामेरा हुन्छ नि धेरै मान्छेसम्म देखेछ यो भिडियोमा केटाहरु कोही पनि आएको छैन केटाहरु कोही आएको छैन छैन खाऊ होइन
साथीहरू जाउँ 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 त्यसरी गरे कसरी उल्टे गर्न नदिने भने है माछाले त्यसरी गरे क्या सबै कसरी उल्टे गर्न नदिने क्या अहिले पो हुन्छ त मजा राजा हो राजा बजिदिनु बाजा भनेको ज्यानै माया मारेर खेल्नुपर्छ क्या भन्छ यो बाइक रेस भने चाहिँ ज्यानै माया मारे क्या कि आज गयो कि पनि बच्यो भने एउटा धारण हो कि यो पनि त्यो एउटा दुइटा हो क्या त्यो आज रेस गर्ने काम त होइन नि राजेश फेरि सुताउँछ अर्को साथ कहाँ आइपुग्यो खुवाएको के भन्छ आइपुग्यो के भन्दामा आइपुग्यो भन्ज्याङ ल राम्रै भन्ज्याङ आइपुग्यो हामी हामी कुद्नै सक्दैन भन्छ हामी कुद्नै सक्दैन एमा मारेर कुदाउनु पर्छ पछाडि हो र हामी अगाडि हो ए लो खतम सबैजना छ हामी कतिवटा बाइक एउटा दुईटा हामी के छ मेरो चेपाङ चाहिँ छोड हो हामी 6 जना है सबैजना एक ग्रुप छ रमाइलो भइरहेछ हैन अझ चाहिँ मस्त रमाइलो हुने भयो हैन अब सँगै यसरी जानुभयो कति रमाइलो हुन्थ्यो तर कुद्ने बाइक भएन क्या सबैजना बराबर कुद्ने भयो हैन रमाइलो हुन्थ्यो कुद्दिन्थ्यो हैन तर अलिकति उ भयो क्या त अब चेपाङ कुद्दा नि यो दुईटा बाइक अलि तीनटा बाइक अलि कम छ हैन
त बिरेले कुदाउँछ तर भान्जा भएर नकुदा हो आज तर यो बाइक कुदाउँछ बिरेले कुदा त बब्बाल कुद्छ नि त हो ओ ल बिरे कुदा ओए बच्चा सबैजना बजानुपर्छ अरे गयो बुढीहरू हो आफ्नो बुढी छैन परदेशमा गाह्रो छ सुधा ओए सुधा यो मुनि हो भन्छ मन्दिर हामी त लास्ट दक्षिणकाली आइपुग्यो होइन दक्षिणकाली एकदम आज शनिबारको दिन भएर भिडभाड छ तर पहिले त भिडभाड रहेनछ होइन दक्षिणकाली आएको छु ढोकेर भन्ने जस्तो आइपुग्यो होइन ढोक्न आएको थिएँ ढोक्ने अब जय नेपाल सबै गाडी पूजा गर्ने रहेछ ल पूजा गर मेन गाडी पुजाउने यहीँ हो मामा गाडी तल लानु मिल्दैन नि यहीँ पूजा गर्ने भन्छ तल गएर मन्दिर जाने पूजा गर्ने आउने अनि यहाँ आएर अनि गाडीहरू पूजा गर्ने म नि बाइक यहीँ यसो पूजा गरेँ हो होइन आज चाहिँ खुब शनिबार मनाउने भयो होइन ओहो हेलो गाइजहरू बाटो छोडिदिनु होला है अलिकति भने भिडभाड नगरिदिनु होला मन्दिर मुनिहरू भन्छ ट्याक्टु मुनि जानुभयो होइन मलाई आएँ भन्दा कतिचोटि आयो जय हो यही हो मन्दिर जय होस् दक्षिणकालीको हाम्रो केही नहोस् राम्रो होस् दक्षिणकालीको आशीर्वाद लागोस् होइन सुरुमको हाल्दैन क्लच प्लेट बाहिर हाल्दैन अलिक पिकअप कम छ क्या ल हाम्रो राजाहरू छ हो राजाहरू राजा आज धुलो खाने रेडी होइन हामी दक्षिणकाली चाहिँ क्रस भयो होइन दक्षिणकाली क्रस भयो अब यो धुलो हो बाटो धुलो अनि लिची चोरेर खानुपर्छ मामा लिची लिची पाउँछ हेर्नुतिर पाउनु पर्यो हो बाटोमा बेच्ने रहेछ लिचीवाली चाहिँ सोध्नु पर्छ भन्छ आज एक दिनको लागि लिचीवाली चाहिँ राम्रो रहेछ लिचीवाली चाहिँ सोध्नु पर्छ किस्ने होला आन्नु छ क्या नत्र त घोद्रे गर्थ्यो होला स्टक उठाउनु पऱ्यो थियो अब त अफरोडको पनि आयो यो अफरोडको के भिडियो गर्नु यार हजुर त्यो अफरोडको के भिडियो गर्नु है भाइरल हुन्थ्यो कि टिकटक होइन टिकटक भाइरल हुन्थ्यो कि होइन फेरि ढल्काउनु हुँदैन लामै फालिदिन्छ यति राम्रो हजुर नस्पति त यता खेती नै हो नि ए हो यस्तो धुलो के मान्छे धुलो खाएर घरको मान्छे दिनै सफा गर्नुपर्छ घरै काका पुग्यो काका पुग्यो पुग्यो रमाइलो गाई
हान्न मिलिहाल्छ नि बाटो त राम्रो रहेछ तर बिहानको भए भ्यू राम्रो आउँथ्यो यो ठाउँ होइन बिहान बसेर भए भ्यू राम्रो आउँथ्यो अहिले टुवालोले गर्दा भ्यू त्यतिकै खासै छैन केटालाई अगाडि पठाउनु पऱ्यो काटेर टिकटक हाल्नु पर्छ यार यो भिडियोहरू चाहिँ त्यही भिडियोहरू चाहिँ काटेर टिकटक हाल्नुपर्छ त्यो ठाउँमा चाहिँ किन पिक नगऱ्यो होला हावा कम छ त्यो टिकटक भाइरल बनाउनु भनेको के भयो
के गोरु मात्र म कालो मान्छु धुलो त तर छैन धुलोहरू अगाडि बस्नेले त धुलो छेकिदिन्छ आफैलाई चाहिँ दिएको छैन फेरि है म त यो अरूलाई दिएर पखाउनु के फरक पर्छ र होइन किन हाँसेर कस्तो मेरो राम 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 के रहेन जुङ्गा त अनि बुढा भयो पुरा हिँड्न आमामा कस्तो बबाल चाहिँ बाटो चाहिँ हिँड्नको लागि चाहिँ एकदम सही छ कि यस्तो हुँदा चाहिँ बाटो बनाएको तेल पनि बच्यो हिँड्न चाहिँ आनन्द होइन हावा पनि फ्रेस हावा खान पायो हरियाली छ के कसो हिजो सबैजनालाई होइन बबाल रमाइलो चाहिँ यो शनिबारको दिन चाहिँ बबाल रमाइलो भयो सधैँभरि यस्तै रमाइलो हुनु है के हो र जिन्दगी लाइफ हाम्रो राजेश सरको रियाक्सन खतरा आउँछ फेरि गाडी उहाँ कसले सक्छ यार राइड गर्नलाई त उहाँ पनि त यस्तो राइड खतरा हुँदो रहेछ यार दोष भने यस्तो पो हुनुपर्छ त गाई छ गाडी यो सुमरी यस्तो पुग्छ कि हामी सबैजना यहाँ आएछ सिस्नेरीमा होइन सबैजनाले खाजा नि थाल्यो खाजा खाएर अब चाउमिन खायो चाउमिन खायो यहाँ हिँड्नलाई कोसिस गरेँ क्या साथीभाइहरू सबैसँग के छ भयो भयो खाजा भयो पैसा भयो पेमेन्ट भयो पेमेन्ट पेमेन्ट कति कति भयो कति नपुग्यो अस्तिको 500 ल्याउ त विनोदले हालिदिएको टाटा सक्छ कति भयो पेमेन्ट हेलो अहिले भात खाने बेला ल्याउनु पर्छ पुगेन पर्दैन हाम्रो हिरो सर हुनुहुन्छ यहाँ हाम्रो हिरो सर हुनुहुन्छ है खतरा मात्रै पारेको थियो यार सिक्ने आइपुग्यो तर बिरेक पारेको भ्यू खतरा आउँदो रहेछ होइन भ्यूहरू खतरा आउँदो रहेछ यो खोला है सिक्नेर खोला है पहिले टन्नै पसलहरू थियो अहिले सब खोला बगाएछ पो यहाँ व्यवसायहरू सब चिप्ले भेटी खाए व्यवसायहरू होइन होइन फेरि हिरो बनेको आयो गाडी खोलेर यहाँ बाइकमा भयो हावा के भयो कम भयो फेरि ठिक छ भयो भयो पेमेन्ट भयो के भयो भन्छ चाउमिन खाएर हिँड्यो सबैजना ल अब हामी रेडी टु स्विमिङ गएर लुगा फुकालेर हाफालिङ होइन मलाई खेल्न आउँदैन मलाई भिडियो बनाउने हो सबैजना रेडी भयो बाइक चलाउनलाई यहाँ हिँड्यो अब हिँड्ने तर्खर गऱ्यो सबैजना ल हेलो हेलो सर लगाऊ लागौँ लागौँ ल लागौँ ल बाई बाई उचाल्यो ल ल अब चाहिँ यहाँबाट हिँड्नु सक्छ है भान्डो छ है ड्राइभर हामी खै स्विमिङ गर्न कहाँ हो हाम्रो चिनेको ठाउँ पनि नेचुरल स्विमिङ पुल ल नेचुरल आउने
नि आउँछ ड्राइभरले हेलमेट लगाउनु पनि खलासी लगाएको छ हेलमेट अलिकति त्यसै हो आउँदैछ लाइनमा गुरुङ गुरुङ हामी आउँदैछौँ पौडी खेल्नलाई लागि ठाउँ खाली गरिदिनु होला घुम्दैन भएर छैन गर्मी ठाउँ होइन गर्मी जानु पर्दैन यहाँबाट रहेछ त देश छैन पौडी खेल्नुपर्छ कुले हामी घुम्न आएको नि त प्लेनबाट पुरै बगर रहेछ बगर पेट लाग्यो बगाल भएको छ रमाइलो भएको ल यस्तो त हुनुपर्छ क्या साथीहरू भनेपछि होइन भाइसँग त बेल भएन त्यसको अहिले हाम्रो कभर गयो त
कस्तो हिट भएर होला मिटर के भन्छ मिटर किन्ने नै छैन भने जुत्ता पाउँछ यो के सिसिरी चल बच्चाहरू खेल्दो रहेछ सानो सानो बच्चाहरू लड्दैन ढुक्कले हिँड्छ लड्दैन के नजाने हो हिँड्दैन लड्दैन के हिँड्न बिस्तारै सर हिँड्न न भन न अब यस्तो अलिकति अनुभव नलाग्यो के मामा त्यहाँबाट गएर जानु त्यस्तो उकाल चढेर जानु होइन उकाल चढेर ओह्रालो झरेर माथि फेरि उकाल डाँडा पाखा त राम्रै छ त्यही हो बाइकको लागि माथि पार्किङ पनि म बनाइदिएको छु पार्किङ हाल्नु खोइ त कहाँ केटाहरू पार्किङ हाल्नु भने के छ के छ पार्किङ हाल्नु न अलि पार्किङ हरे खोला पुल दे हेर हरे खोला पुल भन्नु आइदियो गाडी आउँदैन पुलमा हाल्नु हुन्छ गाडी आउँदैन पुलमा ल्यामा हाल्नु हुन्छ होइन त्यो पुलमा राख्नु हुन्छ स्कुलमा गाडी आउँछ स्कुलको गाडी आउँछ पार्किङ गरेर रमाइलो ठाउँ रहेछ है रमाइलो होइन
पौडी खेल्ने पर्यटन गर्ने के हो हाम्रो भन्छ यहाँ हजुर हाम्रो साथीहरू यहाँ छ सबैजना ग्रुपै झर्ना आएको छ झर्ना हेर्नलाई यहाँ तल जाने मैले पौडी खेल्न छ है पौडी खेल्नलाई ओ सुरेश भाइ पौडी खेल्ने पौडी पौडी नखेल्ने हजुर किन सर पौडी नखेल्ने पौडी यहीँबाट हाल्ने होइन भन्छ मेरो आज बाइक हालत हाम्रो हिरो सर हुनुहुन्छ यार यहाँ फोटो खिच्नु पर्यो त यार सामान आफै सुरक्षा गर्नुपर्ने थियो सबजना भयो हाम्रो अरू भाइ खोइ म मान्छे बोलाउँछु है त भाइ खोइ एउटा भाइ खोइ खोला खेल्न होइन पौडी म त खेल्न आउँदैन हेर्न आएको हो सबैजनालाई होइन धेरै रमाइलो होइन ल ल ल झारम आनम हेलो आउन काम आउला आफैले हालौ ल दिइहालौँ आफैलाई रेडी ल ल आउनु आउनु आफैलाई देखिरहेको छ क्या ल आउनु हेलो आउनु ओके सर आउनु ल ल
ल ल ल सबजना खेल्दै छ पौडी फटाफट पौडी माछा रहेछ कि छिटो न छिटो ल ल ल ल गर भिडियो बना आमा लान्छ ल आमा ल खान्छ बाबु के हुन्न हेर आमा ल गाइजहरू ल हाम्रो बिन्द ल हामी कहाँ सिस्नेरीमा जाडो भयो मैले त अलिअलि जाडो भयो खासै जाडो भयो खाएँ डुब्छ यार केटाको डुब्छ 3, 2, 1 गो आमल जाडो भयो कि एकदम त्यो जाडो भने पानीमा डुबाइ झन् जाडो भने ल ल आमल भयो भन्छ ल हामी स्विमिङ गरेर फर्क्यौँ अब सबैजना खेल्दैछ है अहिले हामी पनि फर्किने सक्यो केटाहरू बोलाउँदैछ अब हामी निस्किने अब स्विमिङ खेल्न पुग्यो अब दर्शकहरू त टन्नै रहेछ आमामा फुला फुल टन्नै हामी मात्रै
हामी साथीहरू सबैजना यस्तो रमाइलो बवाल भएको छ कि यो चाहिँ भिडियो चाहिँ बवाल आएको छ कि मलाई लास्ट मन परेन दोस्तहरू तपाईँहरूलाई कस्तो लाग्छ होइन अनि लाइक र कमेन्ट गर्न नबिर्सिनु होला दोस्त भनेको छु मैले होइन यो चाहिँ भिडियो चाहिँ मलाई बवाल मन पऱ्यो कि यो चाहिँ लास्ट